morning from Cholang Party. हुन्छ अब बल्ल स्पिडमा कस्तो राम्रो हिमाल देखिरहेको थियो है, लाङटाङ हिमाल है। एकाएक 2 सेकेन्ड 3 सेकेन्डमै फेरि बादलले ढाक्यो। कतिको क्यामेराले क्याप्चर गरेको छ। You can have a look. The view is so beautiful. हामी चोलाङ पार्टीबाट लौरीबिरातर्फ अघि बढ्दैछौँ। Morning from Cholang Party. अब हामी यहाँ देख्न सक्नुहुन्छ लाङटाङ हिमालको रमणीय दृश्य। तर हुसु लागेर त्यति क्लियरली देखिएन, तर नजिकबाट देखियो। हाम्रो म्याडमजी पनि फुल फटाक तयार भएर अघि बढ्दै हुनुहुन्छ। सरलाई पनि देखाउँछु एकचोटि। ल अनि हाम्रो सरलाई नि हेर्नुहोस्। ल अब हामी अघि बढ्छौँ लौरीबिरात। ल आज म्याडमजीको सँग झोला छैन। म्याडमजी हिजोभन्दा अलि तीव्र गतिमा हिँड्नुहुन्छ भन्ने आशा गर्दछु। Still on the way to Lauribina. Madam ji is again tired for 20th time. ठाउँ चाहिँ भवाल हो, यस्तो मजाको छ। तर उकालो चढ्ने बानी नभएको भएर एक मिनटमा सास फुल्छ, एक मिनटमा 2 मिनटले रेस्ट गर्नुपर्छ। एनीवे, Look at the himal. For the 50th time. लौरीबिनामा लौरी टेक्दै जाँदै म्याडमजी। Our first snow encounter. मेरो हस्बेन्डको झन् भेरी फर्स्ट टाइम। लेट्स गो बेबी। फाइनल्ली हामी लौरीबिना आइपुगिसकेका छौँ। हाम्रो एस्टिमेटेड टाइम अनुसार चलिरहेका छौँ हामी। हिजो परेको हिउँको अलिअलि अवशेष देख्न सक्नुहुन्छ। हाम्रो टायर्ड म्याडमजी अब माथि झन् धेरै। हजुरहरू लौरीबिना आउनुभयो भने चाहिँ यहाँनिर होटल माउन्ट रेस्ट भनेर छ है। प्रि बुकिङ गर्ने पनि सायद व्यवस्था छ, एकचोटि बुझेर आउनु होला। अब हाम्रो यहाँनिर 10 मिनट जस्तो स्न्याक्स ब्रेक, अनि त्यसपछि फेरि क्लाइम्बिङ। Snowfall! आफूलाई हिउँ परेको छ यहाँ। रमाइलो हुँदैछ तर यो अझ साह्रो रहेछ कि यो माथितिर अझै हिउँ छ साथीहरू। लेट्स गो।
जताकतै हिउँ, चारैतिर हिउँ। The way is not that easy, but we are making it together. Yeah, we are almost at the destination. Yeah, almost 90% is completed. Just 10% remaining. It's snow here. हामी पुग्यौँ बुद्ध मन्दिर। बुद्ध मन्दिर। लगभग कति टाइम लाग्यो तल हामी कुन ठाउँ छ ल? लौरी बिना। हजुर, फाइनली हामी पुग्यौँ। अब गोसाइकुण्ड पुग्नुभन्दा एउटा के भनौँ स्टेसन अगाडि बुद्ध मन्दिर है। बुद्ध मन्दिर पुग्न हामीले लौरी बिनादेखि लगभग 1 घन्टा 15 मिनट जस्तो लाग्यो। हामी चाहिँ एकदम नर्मल पेसमा रेस्ट गर्दै हिँड्दै मजा आइरहेछ। अब हामी पुग्छौँ गोसाइकुण्ड। अब एकैचोटि गोसाइकुण्ड भेटौँला। बाटोमा चार्जर स्टोरेज जोगाउनु पर्यो। That's very important. Yeah. See you at गोसाइकुण्ड गाइज। Yes, guys. लगभग 10 मिनटको बसाइपछि अब फेरि हामी माथि उकालो लाग्दैछौँ। होपफुल्ली अब 1 देखि 1.5 घन्टामा हामी पुग्छौँ हाम्रो गन्तव्यमा। हाम्रो जर्नी पनि राम्रै छ। बाटोघाटो डेस्टिनेसनमा पुग्ने भन्दा नि यताउता। See you guys there. बुद्ध मन्दिरबाट अघि बढ्दै हाम्रो म्याडमजी अब नेक्स्ट स्टेसन डाइरेक्ट गोसाइकुण्ड। हिउँ परिरहेछ, कोरै कुरा, चारैतर्फ कोराही कोरा। परेन। According to other travelers, अब हामी गोसाइकुण्ड पुग्न 15 देखि 20 मिनट बाँकी छ अरे। चारैतिर हुसु छ, देखाइदियो तपाईँले। थकाइ लागिरहेछ, सास फुलिसक्यो, तर पनि मजा आइरहेछ। वेलकम टु गोसाइकुण्ड। हामी पुगिसकेका छौँ फाइनली। After so much of hurdles, oh my god, but it's totally worth it. हिउँ र कुहिरो छ चारैतिर। अर्बन साथी यहाँ ल नेक्स्ट हामीतिर आऊ न। हाम्रो म्याडमजी दर्शन गर्नुहुँदै फाइनल्ली गोसाइकुण्ड पुगिसकेका छौँ। तर मौसम हुस्सुले गर्दा राम्रो देख्नै सकिरहेका छैनौँ। अनि यो समय सधैँभरि मिल्दैन हेर्नु। कहिले साथीभाइ मिल्दैन, कहिले पैसा मिल्दैन। टिका राख्नु भएको छ, त्यो पानीको बोतलकै गोब्रो छोड्नु होला है। याद गर्नु सक्यो। होला नि तपाईँको चाहिँ सोल्टीमा खायो भन्नु सक्छ। ल्याउला कि टपलाई कि जस्तै लाग्छ मलाई त।
यहाँ हाम्रो एउटा साथीले भन्दै थियो बिचरा ऊ चाहिँ नि के अरे हजुर त चाहिँ ताउनी प्लेट चन्दनबारीमा पानी खेल्नु दिएर त्यो होइन नि यहाँ टुरिज्मको रेगुलेसन त्यो होइन नि अनि यहाँ त अनि त्यो त्यो चाहिँ खानु पऱ्यो क्या ल्याउन सकिएन अहिले खास यहाँ निलो पानी देखिनु पर्ने हो यस्तो मजाले अहिले चाहिँ हिउँ परेको हुसो लागेको भएर खास देखिनु पर्ने चाहिँ यो स्क्रिनमा देखाएको छ मैले यस्तो तर हजुरहरूले देखिराख्नु भएको छ यस्तो तर ठिक छ मजा आयो हिउँ त देख्न पाइयो भगवान्को दर्शन पनि भयो पहिल्यै धेरै टाइमदेखि आउने रहर थियो रहर पनि पुरा भयो हाम्रो दर्शन पनि सक्यो अब हामी फर्किन्छौँ गोसाइकुण्ड माता हुनुहुन्छ यहाँ गोसाइकुण्ड भगवान्ले सबैजनाको रक्षा गर्नुहोस् यो चाहिँ हामी अहिले त्रिशूल धारा है भगवान् शिवजीको त्रिशूल बाटो बनेको धारा ठ्याक्कै मलाई डिटेलमा थाहा छैन अहिले हामी चाहिँ त्रिशूल धारामा छौँ है त्रिशूल धारामा जुन हाम्रो गोसाइकुण्डको पानी हुन्छ यसको ओरिजिन हुने स्थल चाहिँ हाम्रो त्रिशूल धारा भयो है अनि यहाँबाट हामीले जल लगेर पशुपतिनाथमा चढायो भने आफूले सोचेको मनोकामना पूर्ण हुन्छ लाभ हुन्छ भन्ने जनविश्वास रहेछ यस्तो छ है हामी पुगेको ठाउँ राम्रो छ धेरै राम्रो छ अनि यहाँदेखि माथि गयो भने चाहिँ कुन ठाउँ भने सूर्यकुण्ड भन्ने ठाउँ पुग्दो रहेछ अहिले हुस्सु लागेर यस्तो त्यति मौसम मजाले नदेखिने भएर हामीले चाहिँ अहिलेको यात्रा यही समयलाई थाती राख्यौँ अब हामी फर्किन्छौँ खाजा खाएर फेरि ब्याक टु आवर नर्मल प्लेस फेरि यहाँ हिउँ पर्दैछ मैले हजुरहरूलाई देखाउन कतिको समर्थ भइरहेछ आई डोन्ट नो है यहाँ अहिले हिउँ परिरहेछ हिउँ झरिरहेछ क्यान यु सी दिस स्पार्क्स लाइक एनीवे हेभ अ गुड डे एभ्रीवान अहिले अलिअलि मौसम खुलेर स्ट्रगल गरेर आफ्नो साथै प्योर हार्ट लिएर आएको छ बिस्तारै खुल्दै हुनुहुन्छ भगवान् थ्याङ्क यू सो मच गड फर दिस अझै खुल्नु भयो भने माथिबाट हजुरहरूलाई भ्यू देखाउनेछ अहिलेको लागि चाहिँ हामी माथि अब उकालो लाग्छौँ है त यस्तो मजाले फर्स्ट टाइम देखेको हिउँ परेको मजा आइरहेछ तर मजा आइरहेछ संसार पराजित